हेलो गाइज, आज चाहिँ म मेरो मर्निङ स्किन केयर रुटिन सेयर गर्दैछु। सुरुमा चाहिँ सेटाफिलको स्किन क्लिन्जर लिएर सबैतिर लगाएँ अनि त्यसपछि चाहिँ यो रबर लिएर चाहिँ स्किन एक्सफोलिएट गरेँ। यो चाहिँ दिनदिनै गर्दिनँ, म हप्तामा 2 चोटि जस्तो गर्छु अनि यसले चाहिँ ब्ल्याकहेडहरू हटाउनको लागि हेल्प गर्छ। अनि त्यसपछि मजाले मुख धोएर चाहिँ स्किन ड्राई गरेँ अनि त्यसपछि मैले कस्ट्रिक्सको चाहिँ पेप्टाइड सेरम लगाएँ अनुहारभरि हैन। मेरो स्किन चाहिँ एकदमै एक्नी प्रोन, एकदम पिम्पल आउने खालको स्किन छ क्या, त्यही भएर एकदम केयर गर्नुपर्छ। अलिक केयर नगर्ने बित्तिकै पिम्पल आइहाल्छ। अनि त्यसपछि चाहिँ मैले यो सेराभीको मोइस्चराइजर लगाएँ। क्रिम लाउँदा यो यसरी डट 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 बनाएर लाउने को हुनुहुन्छ अनि यो चाहिँ मोइस्चराइजर म टन्नै लगाउँछु अनि मजाले लगायो, घाँटीमा पनि लगायो मजाले। अनि मजाले मोइस्चराइजर सबैतिर लगाइसके पछाडि चाहिँ म त्यसपछि सनस्क्रिन लगाउँछु। सनस्क्रिन चाहिँ म न्युट्रोजनाको लगाइरहेको थिएँ, अहिले चाहिँ म ब्युटी अफ जोसनको लगाइरहेको छु, कोरियन। एकदम राम्रो छ यो प्रोडक्ट पनि, एकदम लाइट फिल हुन्छ स्किनमा। अनि त्यसपछि यो पनि मजाले सबैतिर स्प्रेड आउट गर्ने अनि घाँटीमा पनि लाउने। अनि घाँटीमा लाएर पनि प्रोडक्ट अलिअलि हातमा उब्रिसके पछाडि चाहिँ मजाले हातमा लाउने, किन खेर फाल्ने हैन, यति पैसा तिरेर किनेको हुन्छ। अनि त्यसपछि चाहिँ यो एल्फको लिप ग्लस लगाएँ। आई एम रेडी फर द डे। बाई बाई।